दर्शकवृन्द अहिले हाम्रो केटाहरू सोपा टिम चाहिँ अहिले तपाईको तुरुङ ग्राउन्डमा आइपुगिसकेका छौं र हाम्रो प्लेयर्सहरू देख्न सक्नुहुन्छ। मजाको रहेछ गाइस। पहिला 15 अगस्तको टाइममा आएको र अहिले धेरै बाद फेरि आयो भयो हैन। र यस्तै छ। हाम्रो पछि क्याप्टन बनाउनु हुँदैछ। हाम्रो अपोनेन्टको क्याप्टन उहाँ हुन्छ हो। र अब हामी चाँडै नै म्याच सुरु गर्न गइरहेछौँ र यहाँ तुरुङ ग्राउन्डको पिच देख्न सक्नुहुन्छ हो। यहाँ चाहिँ ग्यालेरी हाम्रो प्लेयर्सहरू यहाँ छ र कस्तो लाग्दैछ सुजय तामाङ भन्दैछ। गन्ज अलिकति सानो रहेछ तर ठिकै छ हैन। यहाँ फर्स्ट टाइम एक्सपिरियन्स है। आज केटाहरूलाई फर्स्ट टाइम हो यहाँनिर हैन। हाम्रो अब यता अर्जुन मानिसले बोलाएर आएको हो। ठिकै छ। नयाँ नयाँ जग्गाहरू एक्सप्लोर गर्नु मजै आउँछ हैन। ठिकै छ। यहाँ पनि एउटा यसो केटाहरू सबैजनासँग गेट टुगेदर पनि हुन्छ हैन। ठिकै छ। ल शेखरलाई पनि स्वागत गर्न चाहन्छु हो। र के यसो अपडेट राखिदिनुहोस् न। आज चाहिँ हामी तुरुङमा आएको छौँ खेल्नु हो। केटाको देखिसक्नुहुन्छ सबैजना रेडी छ। एक्साइटेड हुन्छ आज ओभर एक्साइटेड नयाँ जग्गा हो। हजुर अनि त्यस्तै सदामान जितेर क्याप भएको थियो त्यही कामले गर्दा टिममा फेरि आउनु भएको छ हैन। र आज नयाँ जर्सी कस्तो लाग्यो तपाईलाई? अब जर्सी एकदम ओके एक नम्बर। तपाईले कति नम्बर लाउनु भएको छ अहिले? आज 5 नम्बर। 5 नम्बरलाई है। लकी नम्बर 5। लकी नम्बर 5। ओके। र हाम्रो सोहेल सरलाई पनि यहाँ स्वागत गर्न चाहन्छु र एक दुई शब्द राखिदिनुहोस् भनेर नि आज यहाँ तुरुङको पिचमा। पिच त एकदमै राम्रो रहेछ। जग्गा त अलिकति तपाईँको के रहेछ भन्दाखेरि चाहिँ डिसएडभान्टेज चाहिँ तपाईँको एरिया चाहिँ रहेछ कम्ती रहेछ। राम्रै छ। वेदरले नै आज एकदम साथ दिएको छ हामीलाई। र पिच पनि राम्रो रहेछ। अब हेरौँ के कसो हुन्छ। क्रिकेट म्याच हो अब हार जित त हुन्छ हो। अब हाम्रो परिस्थिति के छ भन्दाखेरि अब जितेरै जाने हुन्छ सबैलाई इच्छा है। तर अब के हुन्छ अब मैदानमा हुन्छ। अब उताको प्लेयर्ससँग फर्स्ट टाइम भिड्नु हुँदैछ हाम्रो। यति नै छ मेरो शब्द यति नै छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू सर। दर्शकवृन्द अहिले हाम्रो ब्याटिङ फिल्डिङ सकेर हाम्रो जर्सी नम्बर 2 र जर्सी नम्बर 6 जानु भएको छ। 6 सञ्जय तामाङ स्ट्राइकमा र नन स्ट्राइक सन्तोष भिरा देख्न सक्नुहुन्छ।